जो भन्छ यहाँ राम्रो कुरा देखावा जान्छ मेरो पाराले यहाँ धेरै फरक पार्छ जब जान्छ बढी त्यहाँ मेरो र उतार्छ किनकि मेरो जिन्दगीको त्यो गेङस्टर र फाइट बाटो त्यतिकै चल्दै रात काचेर गुठीको चाचमा जस्तो म रहँदै थियो आज छोडेको मलाई खासमा बाल्ला गान केटाहरू छन् मेरो साथमा भेट्ने भए आइज पाए 12 बजी रातमा टाउको काटी जलाइदिन्छु मुटु खुलेको पुचको त्यो शमशानको घाटमा ल्याए मुझे मलाई बाल्छन् क्या हामी त यस्तै छौँ डेली मरेको माल कुकुरी र 50 जनाको ग्याङमा छौँ त्यसैको गर्दा तँलाई म हेर्दिनँ मेरै अड्डामा बसिरहेको हुन्छु आएर हेर्न त हेरेर सक्दैन कुनै फर्के जामुजी तर गेमको नाइकेले ल्याएर आमुजी मान्छे मार्ने किलो बसिरहेको मेरो ब्याकग्राउन्डमा हिजो मात्र कर्णाली प्रदेशमा नाना थरी मुजी काण्ड बा डेली लास गायब 10-15 जनाका हिँडिरहेको छ मुजी केस मिलाउन पुलिस चौकीमा थाहा छैन के साइको छ मेरो टोल बस्दै भइदिरहेको छ त्यही जो सोचिरहेको थिएँ मैले हिजो अस्ति खाने त्यही चिक्नीको छाती माथि हेम्बर ओट्की मरिरहेको थियो भाइ मेरै अघि तड्पी चिक्नीलाई चाटमा लगी शरीरमा पेट्रोल हाली जे बाटो आएस् तानी चलाइदिन्छु खातेलाई लाइटर हानी चुरुड्ने खतम बाँच्न खतम भयो खानी बन्यो हाम्रो केटाहरू पनि फेरि त्यस्तै गरिदिला हिजो भर्खर जनाको घाँटी काटी मर्डर गरिदिएर खबर गएछ गाउँको पुलिस चौकीमा टपक लाइन तोडी रात गायब आज पनि डन्टीले खोजिरहेछ बाटो फोटो छापी सोधिरहेछ म भने यता दिनमा 10 ठाउँ भाग्ने जाँगन गएन छोड्ने बोयो डन्टे झाग्ने पारा त्यस्तै थियो मुझे बाल्छन् के ल भयो मुझे छोड्दै मलाई सुन्छु भयो मुझे तेरो पछि पर्दैन म भाइ सक्दैन साइको एकदम बसिरहेको हाटमा बाल्छन् मलाई केटाहरू बसिरहेको छ यहाँ फाइटमा तर घाँटीलाई काटी जेलमा हालिदिन्छु मुझे राजा नै आउँछ मलाई छुटाउन तेरो पछि फलाम दुईको मुझे नेताहरू मनलाई गोर्तेलाई म सेवान ठोक्छु एकजना राजाले चलाएको देश मुझे अहिले देख मुझे बेडा बाख्राहरू मुझे नेपालमा कति बढिरहेछ बेडा बाख्राले अब नेपालमा मुझे माथि लग्छ त्यो भन्ने राजा नै हाम्रो थियो जसरी भए पनि कमसे कम त बिलान्छ थिएन भाइ छोडेर म